पहिला यो ब्रिज बनेको छैन अनि त्यही एउटा त्यो ठाउँमा चाहिँ ल्याङटुङको के भन्छ रुखहरू काटेर ब्रिज जस्तो बनाएर राखेको थिएँ अनि ठुलो पानी आयो भने बर्खा सिजनमा लिएर जाने अनि त्यहाँबाट हिँड्नुको लागि चाहिँ ब्रिजै हुँदैन के हुँदैन है खोला भएर यति ठुलो अनि हामीहरू चाहिँ यो खेतीको साइड गरेर माथि पहाड देख्नुहोस् त्यहाँबाट यस्तो गरेर स्कुल जान्थ्यौँ क्या समयको साथसाथ सबै चिजमा प्रगति गर्दै हुँदै जान्छ है समयको साथसाथमा प्रगति हुँदै जान्छ सुविस्ता बढ्दै जान्छ म चाहिँ आज वैसे जिउ त यति सन्चो छैन तर पनि अस्तिभन्दा चाहिँ निकै आराम भइसकेको छ आमाको खेतीमा दबाई हाल्नुपर्ने थिएँ है खोर्सानीतिर तर आमा पनि सन्चो छैन अनि म हानिदिन्छु भनेर हिँडेको अहिले अघि नै जान्थेँ क्या फेरि भाउजू चामल निकाल्नु कोअपरेटिभ भएको थियो त्यही कारण लेट भयो अहिले आमा पनि फर्किसके जस्तै छ गाई गोरुहरू आमाले पो यहाँसम्म गाई खेदाएर आएको रहेछ मैले सोचेँ रस्तामा गाईहरू चढ्दैछ भने गाह्रो छ मेरो आम्मै तपाईँले दबाई हानिसकेको ए ओ किन आउँथ्यो नि भाउजू कोअपरेटिभ गएर कुन यो खोनिदिनु ल यो चाहिँ बिन्स हो फ्रेस बिन्सको गाछी यहाँ जति छ सबै आमाले खोर्सानी लाउँछ क्या एरियामा बेसी त जान्दैन अलिअलि आमाको पोकेट खर्चहरू निक्लिन्छ राति दोकानबाट डाइरेक्ट सामना गएको थियो अनि तल चाहिँ कहाँ बोलायो तीन महिना भयो किचनको त किचनै छ नि ल आरामले भुट्नु गर्दै गर्छ गर्मी हेरे गर्मी गर्मी यसमा दबाउनु पर्ने पानी आयो तात वाह अब यो फोटो भिडियो चाहिँ कुन देश पुग्ने होला अघिबाट तैँले भिडियो उठाइरहेको छ मलाई थाहा छैन भिडियो नउठाइ के हुन्छ
सम्झेर हिजो अस्ति के भन्यो भने आमा मेरो सपनामा मरेको देखेँ मैले भने तँ मरेको तैँले कसरी देख्छस् भन्छ त उसकै लास के अरे लडिरहेको छ उसले खुद देख्दैछ ऊ चाहिँ उभिएर हेरिरहेको छ उसकै लास मान्छेहरूसँग नराम्रो नबोल्नु भन्ने देख्दैन आजभोलिको समयमा मान्छेहरूको धर्म माया भनेको छैन त्यो के भएको यो एब्सेन्ट भएको त्यो पैसा आउँदैन छैन मैले थाहा दिँदैको यसलाई जरासँग उठेर हाल्नु दुईवटा बनाएर रोप्दा हुन्छ कि नि यसमा अलिक जरा फिलिङ पाउँछ नि माटो अलिक थिच यता जरा जरामा च्याप्पै पारिदिनुपर्छ छिटो सर्छ फुल्नु आँटेको खोज्दैछ कस्तो मजाले फुल्छ